नमस्कार, म माधव फुलदेल द चान्स अनलाइन स्टोरको अनर हो। मैले हाम्रो एपलाई वेबमा कसरी चलाउने, मोबाइलको गुगलमा गएर पनि चलाउन सकिन्छ भने ल्यापटपको ब्राउजरमा गएर पनि चलाउन सकिन्छ। अब मोबाइलको यो ल्यापटपको ब्राउजरबाट कसरी खोल्ने भनेर म सिकाउन गइरहेको छु। पहिले यो ब्राउजर खोल्ने, खोलिसकेपछि यहाँ द चान्स अनलाइन स्टोर .com टाइप गरेर अनि त्यसलाई सर्च गर्ने। त्यसलाई सर्च गरिसकेपछि हाम्रो यो आएको हुन्छ। यहाँ द चान्स अनलाइन स्टोर .com को यो आएको हुन्छ। यसलाई स्क्रिन टच अथवा क्लिक गरिसकेपछि हाम्रो यस्तो पेज खुल्छ। यस्तो पेज खोलिसकेपछि अब हामीले चाहिँ यो होममा गइसकेपछि हामीलाई सर्टकटमा चाहिँ हामीलाई कुन सेक्टरको किराना हो कि गल्ला हो कि किलनर हो कि कस्मेटिक हो कि स्टेसनरी हो कि गिफ्ट हो कि पूजा सामग्री हो कि यस्तो विभिन्न हाम्रो 31वटा क्याटेगोरी छ। अनि यो क्याटेगोरी बाइ पनि हामीले यो यसलाई गर्न सकिन्छ। जस्तै हामीलाई चिप्स कुरकुरे चाहियो भने यसलाई क्लिक गरिसकेपछि हाम्रो चिप्स कुरकुरेको आइटमहरू खुल्छ। अनि खुलिसकेपछि यस्तो यहाँ आएको हुन्छ। यो मूल्य यहाँ तल हुन्छ। अनि हामीलाई कति चाहियो भनेर यहाँबाट 1 2 3 यसरी गरेर एड गर्न सकिन्छ। अनि यसरी सकिन्छ। अनि यसपछि हाम्रो यहाँ अल कलेक्सन भन्ने छ। यहाँ गएपछि यहाँ हाम्रो धेरै लगभग 600 आइटम भन्दा बढी छ। अब हामीलाई कुन आइटम कति चाहिएको छ भनेर यसरी जस्तै आलुको कुरा गर्दाखेरि अब हामीले यो आलु किन्न पर्यो भने आलु जस्तै अहिले 1 किलोको यो 30 रुपियाँ रेट छ। यो भयो। अब हामीले 2 किलो गर्न पर्यो, यसलाई 2 गराउने, यसलाई 3 गराउने, 3 किलो 4 गराए 4 किलो गराएर एड गर्ने। अनि उता एड यहाँ भएपछि अलि एड भयो 4 किलो भन्नुभयो। अब अरू हाम्रो सामानहरू छ। जस्तै हामीलाई कुरकुरे चाहियो, एउटा कुरकुरे चाहियो भने यसलाई एड गर्ने। अनि त्यसपछि तपाईँको यिनी अब अर्को के चाहियो, चाउचाउ चाहियो, चाउचाउ चाहियो भने एउटा एड गर्ने। अब हामीसँग फर्निचर पनि छ। यस्तो समस्या चाहियो भने एउटा एड गर्ने। अब यस्तो गरेर अब यिनी आइटमहरू हेर्दै जाने। यसरी हामीले एड गरिसकेपछि अब हाम्रो सामानहरू के किन्न छ सबै चिज यसरी यहाँ लोड मोडमा जाने। हाम्रो 632 आइटम छ अहिले। अब बढेर हाम्रो 1000 आइटम भन्दा माथि नै पुग्छ। स्टेसनरी आइटमहरू पनि छ। अब मदिरा पनि हामीले राख्ने भनेको छौँ। मदिरा पनि हुन्छ। अनि यो गराइसकेपछि अब हाम्रो अब एड टु कार्ट गरिसकेपछि अब हामीले यतापट्टि हाम्रो सामान के किन्ने त हामीले बाइ के गर्ने त भन्दा यहाँबाट यो कार्ट भन्ने ठाउँबाट यहाँ 12 आइटमको हाम्रो लिस्ट देखाएको छ। अनि यहाँबाट यसरी हेर्न सकिन्छ। अनि अब हामीले यो हाम्रो 12 आइटम यदि यो हाम्रो यहाँ बाइ भएको छ, हाम्रो टोटल एमाउन्ट 790 को छ भने सिपिङ कस्ट भनेर 100 रुपियाँ देखाएको छ। अनि टोटल 890 भइहाल्यो। अब यो भइसकेपछि अझै किन्ने भयो हामीले कन्टिन्यू सपिङमा जाने। जस्तो कन्टिन्यू सपिङ गइसकेपछि हाम्रो फेरि सामानहरूको आइटमहरूको लिस्ट आउँछ। अब यसबाट हामीले अरू केही किन्न मन लाग्यो, जस्तो पेन किन्न मन लाग्यो भने जेल पेन किन्न मन लाग्यो भने यहाँ जेल पेन एड गर्ने। जस्तो यसरी गर्न पनि सकिन्छ। अनि यो भइसकेपछि अब हामी एड टु कार्ट गरिसकेपछि यो कार्टमा क्लिक गरिसकेपछि अब यस्तो यो खुल्छ। हामीले सामान के किन्ने, कति मूल्य बराबरको किन्ने भनेर यसमा चाहिँ देखेको हुन्छ। यसमा यसरी लेखेको हुन्छ। अनि हामीले अब हामीले सामान अर्डर पठाउनु पर्यो। अर्डर पठाउनको लागि प्रोसेस टु चेकआउट भनेर यसमा क्लिक गरेपछि मोबाइल एपमा भएपर यसमा हामीले टच गर्न पर्यो। अहिले यसमा मैले ल्यापटपबाट चलाएको हुँदाखेरि यसमा मैले यहाँ क्लिक गर्न लाग्छ। यसमा क्लिक गरिसकेपछि हाम्रो यस्तो विन्डो आउँछ। अब यसमा चाहिँ हाम्रो नाम गर्नुपर्छ।
नाम एड्रेस अनि कहाँ गर्ने हो त्यही नाम नाम चाहिँ मेरो माधव MADH यो नाम होइन मैले यहाँ पहिला बनाएको हुँदाखेरि हाम्रो डेलिभरी एड्रेसमा जस्तै तिलोत्तमा TILO तिलोत्तमा गर्नगर भयो अनि त्यसपछि अब यो लुम्बिनी प्रदेश डिस्ट्रिक्ट चाहिँ रूपन्देही डिस्ट्रिक्ट यसमा परेन जिप कोड परेन पेस्ट अर्डर चाहिँ छोटो जस्तै हाम्रो यसरी अर्डर जान्छ